अखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः। सबैमा यहाँ उपस्थित हुनुभएको सबैजनामा मेरो प्रणाम। आज भगवानको कृपाले, भगवानको अनुकम्पाले म यस क्षेत्रमा आएर आफ्नो केही प्रेरणादायक वाणीहरू हजुरहरूलाई भन्न गइरहेकी छु। भगवानको प्रेरणाले आज यस स्थानमा यस विद्यालयका प्रधानाध्यापक, जसका निर्देशनमा यस विद्यालय सभ्य र शिक्षित भइरहेको छ, अन्य शिक्षकहरूमा, मेरा गुरुदेवमा र यहाँ उपस्थित हुनुभएको सम्पूर्ण विद्यार्थी साथीभाइहरू, दाजुभाइहरू, दिदीबहिनीहरू, भाइ बहिनीहरूमा मेरो प्रणाम। आज म आफ्नै बारेमा, यही हुर्किएकी एउटी बालिकाको रूपमा हजुरहरूलाई मेरो बारेमा केही बताउन गइरहेकी छु। आशा छ मेरो यो कुरा सुनेर हजुरहरूले मलाई देखेर आफ्नो जीवनमा केही गर्न सकिन्छ, आफ्नै देशमा बसेर आफ्नो निम्ति, देशको निम्ति, संस्कृतिको निम्ति केही गर्न सकिन्छ भन्ने प्रेरणा लिनुहुनेछ। म नेपालमा जन्मिएकी होइन, अस्ट्रेलिया धेरै विकसित देशमा म जन्मिएकी हुँ। आफ्नै भाषा, संस्कृति, आफ्नै धर्म, आफ्नै भाषा सिक्नका लागि मेरा मातापिताले मलाई डोर्याएर नेपाल ल्याउनु भयो। यसै क्षेत्रमा, यसै गाउँमा खेल्दै हुर्किँदै मैले काठमाडौँमा गएर गुरुदेवको सान्निध्य प्राप्त गरेँ। गुरुदेवसँग संस्कार शिक्षा सिक्ने अवसर प्राप्त गरेँ र त्यही संस्कार सिकेर अहिले म जुन स्थानमा खडा छु त्यही संस्कृतको कारणले हो। यदि मैले संस्कृत नसिकेको भए, यदि मैले त्यो संस्कार प्राप्त नगरेको भए, म हजुरहरू जस्तै झोला बोकेर अस्ट्रेलिया दैनिक स्कुल जाँदै गरेको हुन्थे। अहिले जुन सम्मान मैले प्राप्त गर्दैछु, जुन ज्ञान मैले प्राप्त गरेको छु, त्यो संस्कृतद्वारा प्राप्त गरेकी हुँ। त्यही संस्कृतले एउटा सामान्य मानिसलाई महामनुष्य बनाउन सक्दछ। त्यही संस्कृत शिक्षाले, त्यही संस्कार शिक्षाले आफ्नो देशको माटोमा, आफ्नो देशका मानिसहरूमा, आफ्नो देशको संस्कृतिमा, आफ्नो देशको धर्ममा प्रेम जगाउँदछ र त्यही प्रेमद्वारा, त्यही देशभक्तिले मानिसले आफ्नो जिन्दगीमा केही गर्न सक्दछ। आफ्नै देशप्रति मानिसको प्रेम छैन भने, आफ्नै संस्कृतिप्रति मानिसको प्रेम छैन भने त्यस मानिसले जिन्दगीमा केही गर्न सक्दैन। बाहिर मात्रै दौडेर आफ्नो भित्रको चिज नबुझेसम्म मानिसको जग बलियो हुन सक्दैन।